गंगाधराय शिव गंगाधराय हर हर भोले नमः शिवाय। 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 ओम नमः शिवाय ओम नमः शिवाय। ए सकिया छैन ए भोजन सकिया छैन सक्यो ल सक्यो आजको कार्य सक्यो ल म भित्र चिया दिन बेला भएको छैन चिया चाहिँ लगी मात्र बेला भएको छैन गर्नलाई
हरि ओम, शुभ मङ्गल। ओम नमः शिवाय, हर हर महादेव। ओम आदेश, ओम सद्गुरु आदेश, ओम सतनाम आदेश। दादा मसेन्द्रनाथको आदेश, नवनाथ 84 सिद्धको आदेश, गुरुजीको आदेश, आदेश सम्पूर्ण नाथजीहरूको आदेश, भक्तहरूको आदेश, आदेश, आदेश। आज मिति 2082 साल पौष महिनाको 19 गते पौष शुल्क पूर्णिमाको दिन, पौष शुल्क कृष्ण पक्षको दिनमा, आजको एकदम महत्त्वपूर्ण विशेष दिनमा अहिले घर घरमा स्वस्थानी माताको कथाको लागि हजुरहरू तयारी गर्दै हुनुहुन्छ भने हजुरहरू सौभाग्यमानी, भाग्यमानी। हजुर जसले यो भिडियो हेर्छ त्यसलाई माता स्वस्थानीको कृपा मिल्यो, किनकि आज यो भिडियो जसले हेर्दै हुनुहुन्छ हजुर रत्न चुडेश्वर मन्दिर कुटीमा हुनुहुन्छ। अहिलेको समयमा रत्न चोडेश्वर महादेव कुटी, यसको छुट्टै विशेषता छ है। आरती आयो। यो रत्न चुडेश्वर कुटी चाहिँ जब दक्ष प्रजापतिले यज्ञ गरेर सबै देवी देवताहरूलाई बोलाउनु भयो र शिव महादेवलाई बोलाउनु भएन, र शिव महादेवलाई नबोलाएपछि चाहिँ आफ्नी प्यारी सतीदेवीले भलाकुसारी गर्नुभयो। पीर व्यथा सबै कथा पनि सुन्न पाउनुहुन्छ, सुनेकालाई थाहा छ, नसुनेकाले। र उहाँलाई नजानु नजानु भन्दाखेरि महादेव जानुभयोले भन्दा भन्दै सतीदेवी जानुभयो। हेला हुन्छ नजाऊ, हे सतीदेवी नजाऊ, हेला हुन्छ नजाऊ, तिमीले मेरोलाई अपहेलना गरेको शब्द सुन्न सक्दिनौ भनेर बत्ती बिन्ती भाउ गर्दा पनि उहाँहरूले म जान्छु भनेपछि उनको जिद्दीले जानुभयो। र जिद्दीले गएपछि जब सतीदेवीले देख्नुभयो कि त्यत्रो ठुलो यज्ञमा सबै आउनुभएका देवी देवताहरू सबै आफ्नो दिदीबहिनी आफ्नो आफ्नो सबैजना लिएर आउनुभएका थिए, आफ्नो श्रीमान महादेवलाई देख्नु भएन, श्री महादेवलाई देख्नु भएन है। खै त यता हेरे नि महादेव हुनुहुन्न, यता हेरे नि महादेव हुनुहुन्न, कता गएछन्, यता हेरे नि महादेव हुनुहुन्न, यता गए नि महादेव हुनुहुन्न, उता गए नि महादेव हुनुहुन्न, यत्रो यज्ञ भइरहेछ भन्दै गएपछि त्यसपछि सोध्नुभयो किन आउनु भएन त भन्दाखेरि गाली गर्नुभयो। यस्तो गाली गर्नुभयो कि तँलाई किन चाहियो, विष भाङ धतुरो खाने, बाघको छाला लाउने, मसानमा सुत्ने, चिताको भस्म धारण गर्ने, बौला नाकको माला लाउने, त्यस्ता विष भाङ धतुरो खाएर मेरो यो यज्ञलाई अपवित्र बनाउँछ भनेर गाली गर्नुभयो। सो आफ्नो श्रीमान श्री महादेवको हेला अपहेलना सुनेपछि श्री सतीदेवीलाई साह्रै मन विचलित भएर उहाँ यसरी गएर अघि कहाँ झोकेर भन्दा यसरी अग्निमा यज्ञ गरेको देख्नुभयो। र यज्ञमा गएर उहाँले चाहिँ अग्नि यज्ञमा गएर फाल हालेर उहाँ चाहिँ को मृत्यु भयो। र सो पश्चात महादेवले रिसाएर आएर के भयो भन्दा थाहा पाउनु भयो र डराएर भद्रकालीलाई यसरी अनि रिस उठेर महादेवले त सबै देख्नुभयो, यसरी जटा निकालेर यसरी बजार्दाखेरि माता भद्रकाली प्रकट हुनुभयो। आज्ञा दिनुहोस् महादेव भन्नुभयो, त जाऊ दक्ष प्रजापतिको यज्ञमा जाऊ, विध्वंस गरेर आऊ भनेर आज्ञा दिएपछि श्री भद्रकाली जानुभयो र यताबाट अर्को जटा निकाल्नुभयो र भैमा फाल्नुभयो। त्यसपछि वीरभद्र उग्र रूपमा आउनुभयो, यस्तै काला लुगा लाएर उग्र रूपमा, र दक्ष प्रजापतिको यज्ञमा सब समार गर्नुभयो। र सो पश्चात महादेवले आफ्नी सतीदेवीलाई बोकेर जाँदा 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 घन्टी
हामी अब देखाउँदैछौँ हजुरहरूलाई श्री जब महादेवले सतीदेवलाई बोकेर जानुभयो अङ्ग बोकेर ठाउँ ठाउँमा अङ्ग पतन भयो र विभिन्न शक्तिपीठको निर्माण भएर त्यहाँ चाहिँ एक एउटा भैरवलाई उपस्थित गराउनु भयो र श्री महादेवले अङ्ग बोकेर हिँड्दै डुल्दै जाँदा जाँदा काँधमा बोकेर जाँदा काहीँ केही झरे अङ्गहरूका काहीँ झरे गुहे भाग झरेको कारणले गुहेश्वरी पशुपति स्थित भए र विभिन्न स्तरमा शक्तिपीठ रहेको छ विभिन्न भने यहाँ आइपुग्दा चाहिँ यस स्थानमा आइपुग्दा चाहिँ श्री सती देवीको अङ्ग पतन भएको होइन कि यहाँ चाहिँ रत्न पतन भएको स्थान रत्नचूडेश्वर महादेवको जय होस् रत्नचूडेश्वर महादेवले सबैको रक्षा गरून् कल्याण गरून् सबैको राम्रो गरून् हर हर महादेव जय